केही वर्ष अघिसम्म सामान्य ज्ञानका कारण नेपालमा चर्चामा रहेको झरना हो यो ह्यात्रुङ झरना। तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा रहेको यो झरनाको उचाइ 365 मिटर रहेको छ। कालीकोटको पचाल झरना 381 मिटर पत्ता लाग्नु पहिला यो झरना नेपालको मात्र नभएर दक्षिण एसियाकै अग्लो झरना मानिन्थ्यो। तेह्रथुमको साबिक समदु र इसिबु गाविस हाल फेदाप गाउँपालिकाको वडा नम्बर 4 र 5 को सिमानामा रहेको यो झरना पुग्ने जो कोहीको पनि मन मन्त्रमुक्त हुने गरेका छन्। तीन 365 मिटर माथिबाट अनवरत खसिरहने झरना हिउँदो समयमा भने तिरतिर पानी मात्र भेटिन्छ। झरनाको पानी प्रयोग अलैँची बारीमा प्रयोग हुँदा पर्यटक लोभ्याउने ह्यात्रुङ आफै पानी मागेको भेटिन्छ। ह्यात्रुङका विषयमा एउटा प्रचलित भनाइ छ, राणा शासनकालमा सरकारी कर्मचारी धनकुटा हुँदै ओलाङचुङ गोलासम्म कर उठाउन आवत जावत गर्थे। हात्ती लिएर म्याङ्लुङ हुँदै जलजले, सिमले, इसिबु, समदु, सङ्गपु, खाम्लालुङ, हाम्पाङ, चाँगे, तमरखोला हुँदै ओहोर दोहोर चल्थ्यो। उनीहरूले समदु 6 र 7 को सिमाना गोदाम राख्ने गर्थे। गोदाम आउने जाने क्रममा एक दिन हिङ्वा खोलाबाट चिप्लिएर एउटा हात्ती मर्यो। त्यो बेलादेखि उक्त झरनाको नाम लिम्बू भाषामा हात्तीलिङ्गे अर्थात् हात्ती लड्यो नामाकरण गरियो। कसरी पुग्ने ह्यात्रुङ? सङ्घीय राजधानी काठमाडौँ हवाई सेवा भएका नेपालका पश्चिमी भागबाट कोशी प्रदेशको राजधानी विराटनगर र चन्द्रगढीसम्म सिधा हवाई सेवा र त्यहाँबाट विभिन्न मार्गको प्रयोग गरेर ह्यात्रुङ पुग्न सकिन्छ। 1. तमोर करिडोर। विराटनगर धरान हुँदै तमोर करिडोरबाट सबैभन्दा कम समयमा ह्यात्रुङ पुग्न सकिन्छ। तमोर किनारै किनार पुर्खाले नुन बोकेको बाटो हेर्दै सवारी साधनमा हुइक्याइले पुर्खाप्रतिको गर्व र त्यो समयको दुःख सम्झदा कति तितो कतै नमिठो मन हुन सक्छ। धनकुटा र पाँचथर हुँदै माझीटारबाट मध्य पहाडी राजमार्ग हुँदै आठराई गाउँपालिकाको केन्द्र सङ्क्रान्ति बजार पुग्न सकिन्छ। सङ्क्रान्ति बजारमा एक रात बास बसेर ह्यात्रुङ झरना जान उपयुक्त हुन्छ, किनकि ह्यात्रुङ आसपासमा बसोबासका लागि उपयुक्त व्यवस्था छैन। धरानबाट 5-6 घण्टाको सवारी यात्रामा सङ्क्रान्ति बजार पुग्न सकिन्छ। दुई मेची राजमार्ग हुँदै चन्द्रगढी विमानस्थलसम्म हवाई यात्रा गर्ने पर्यटकका लागि मेची राजमार्ग हुँदै ह्यात्रुङसम्मको यात्रा सबैभन्दा मनमोहक हुन सक्छ। समय केही थप गर्न सके इलामको कन्याम सूर्योदय हेर्दै यात्रा गर्नुको बेग्लै मजा पर्यटकले पाउनेछन्। मोड घुम्तीमा रमाउँदै पाँचथर सदरमुकाम फिदिम जोरसाल बजारबाट मध्य पहाडी लोकमार्ग समातेपछि उही सङ्क्रान्ति बजारको गन्तव्य तय गर्नु उपयुक्त हुन्छ। सङ्क्रान्ति बजार पुगेर 4.5 किलोमिटर पर रहेको झाँक्री गुफा घुम्नु त्यो दिनका लागि औधी मान्नुपर्छ। 3. कोशी राजमार्ग। ह्यात्रुङ जानेहरूका लागि तमोर करिडोरसँगै अर्को उपयुक्त विकल्प हो कोशी राजमार्ग। समय थोरै हुनेले तमोर करिडोर रोजे पनि केही समय छ भने कोशी राजमार्ग सबैभन्दा उपयुक्त हुन्छ घुम्नेहरूका लागि। सबेरै बुढासुब्बा दन्तकालीको दर्शनसँगै हुइकिने सवारी साधनले केही समयमा नै भेडेटार ल्याइ पुर्याउँछन्। भेडेटारको चिसोमा तातो चियाको चुस्की तानेपछि मूलघाट धनकुटा हुँदै हिलेमा तुङ्बाको स्वाद चाख्न चाहनेका लागि यो अवसर सबैभन्दा महत्त्वपूर्ण हुन सक्छ। गुराँसको राजधानी तिनजुरे मिल्के जलजलेको प्रवेशद्वार बसन्तपुर हुँदै तेह्रथुम सदरमुकाम म्याङ्लुङ हुँदै त्यस दिन फेदापको केन्द्र औँसी डाँडामा बास बस्न उपयुक्त हुन्छ।
अब सङ्क्रान्ति बजार र औँसी बजारबाट ह्यात्रुङ जान करिब उस्तै समय लाग्छ। अब सम्दु कि इसिबुबाट त ह्यात्रुङ? सङ्क्रान्ति वा औँसी बजार जहाँ गए पनि अब सम्दु हुँदै ह्यात्रुङ झर्ने वा इसिबु हुँदै जाने भन्ने महत्त्वपूर्ण प्रश्न उठ्छ। यी दुवै बाटाका फरक फरक विशेषता छन्। सम्दु हुँदै ह्यात्रुङ जाँदा समय कम लाग्छ अनि टाढैबाट झर्ना झरेको देखिन्छ। माथिबाट देखिने झर्ना तल र नजिक पुग्न सकिन्छ। जाँदा र फर्कँदा आँखाको धितमरुन्जेल ह्यात्रुङ हेर्न सकिन्छ। तर त्यसको ठिक विपरीत छ इसिबुको बाटो। मध्य पहाडी सडकबाट 1 घण्टाको पैदल यात्रा तय गर्नुपर्छ। गाउँले परिवेश, खेतीपाती हेर्दै अघि बढ्न सकिन्छ। पटक पटक पुगे जस्तो लाग्ने तर झर्ना भएको ठाउँमा नपुग्दा सस्पेन्स मुभी हेरे जस्तै हुन्छ अनि एक्कासी आँखै अगाडि विशाल झर्ना देख्दा एकपटक मन ढक्क फुलेर आउँछ। आन्तरिक मात्र होइन, बाह्य पर्यटकका लागि पनि उपयुक्त गन्तव्य हो ह्यात्रुङ। तर 3 तहका सरकारले यसलाई खास चासो नदिँदा ह्यात्रुङ मृगको कस्तुरी जस्तै बनेको छ। पर्यटकको गन्तव्य बनाउन के गर्ने त? 1. 12 महिना पानी। ह्यात्रुङ झरना अहिले बर्खे झरना जस्तै बनेको छ। यसको मुहानबाट निस्कने पानीलाई किसानहरूले अलैँची खेतीमा सबैभन्दा धेरै प्रयोग गर्ने गरेका छन्। खोला खोल्साको सुन भनिने अलैँचीमा प्रयोग गरेर आफ्नो जीवनस्तर उकास्ने किसानको पहल सकारात्मक भए पनि यसले पर्यटन प्रवर्धनमा परेको असर र त्यसबाट स्थानीयको जीवनमा पार्ने सकारात्मक पक्षबारे बुझाएर ह्यात्रुङमा 12 महिना पानी झार्ने हो भने फेदाप मात्र होइन, तेह्रथुमकै पर्यटन व्यवसायले अर्को फर्को मार्न सक्छ। यसका लागि स्थानीय सरकार, सरकारवाला निकाय एकजुट हुन आवश्यक छ। 2. बाटो। मध्य पहाडी राजमार्गसम्म सहज यात्रा गरे पनि त्यहाँबाट पर्यटकका लागि सहज छैन। सम्दुतर्फ केही सहज भए पनि इसिबुको बाटो मृत्यु मार्ग जस्तो लाग्छ। एसियाकै दोस्रो अग्लो झरनामा न गतिलो सडक छ न गतिलो पैदल मार्ग नै बनाइएको छ। कतिपय ठाउँमा त झरना जाने बाटो सोध्दै हिँड्नुपर्छ। त्यसैले झरनासम्म पुग्न गतिलो मार्ग बनाउनु पर्ने देखिन्छ। त्यसो त केही काम नै नभएको भन्ने होइन। केही वर्ष अघि नै झरना पुग्न जब गाउँ सकिन्छ र जङ्गलको प्रवेश गरिन्छ, त्यहीबाट कङ्क्रिट हालेर बाटो बनाउन थालिएको छ। तर काम पुरा नगरी छोड्दा र बीचमा सरसफाइ नहुँदा कुहिएका पात र लाहीमा टेकेर मान्छे नै भिरबाट खस्छ कि भन्ने डर छ। चिप्लो बाटोमा शरीर अड्याउने ठाउँ समेत नहुँदा ह्यात्रुङ किन जाने ज्यानको बाजी राखेर भन्ने प्रश्न उठ्छ। प्रचार प्रसार। हातेलिङ्गे अर्थात् ह्यात्रुङ फेदाप गाउँपालिकाको महत्त्वपूर्ण आर्थिक स्रोत बन्न सक्ने थियो, तर पालिकाको व्यवस्थाका कारण झरना फगत पहरो बनेको छ। बर्खायाममा झरनाबाट झरेको पानीको छाँगामा रुज्न, खेल्न र हेर्न विभिन्न जिल्लाबाट दैनिक 200 बढी आन्तरिक पर्यटक झरना पुग्ने गरेका थिए केही समय पहिलासम्म। त्यही कारणले पालिकाले ह्यात्रुङसम्म पुग्ने बाटोलाई व्यवस्थित बनाउने प्रयास समेत गरेको थियो। तर योजना नै बीचमा अलपत्र परेपछि अहिले व्यवस्थित बनाउन खोजेको बाटो नै अहिले पर्यटकका लागि मृत्युमार्ग बनेको छ, जसमा पालिकाले खास कदम चालेको देखिँदैन, विशेषतः इसिबुबाट ह्यात्रुङ पुग्ने मार्गमा।